हेलो साथीहरू, आज चाहिँ हामी झापा जाँदैछौँ सामान लिन। अनि बाटो बिग्रेको छ माइखोलाको, अनि त्यही भएर माथिसम्म मात्र गाडी आउँछ, त्यहाँदेखि पारिपट्टिसम्म चाहिँ हिँडेर जानुपर्छ। अनि 3-4 गोला हिँड्नुपर्छ, त्यही भएर यो चाहिँ सर्टकट बाटो हो। अनि सर्टकट बाटो पनि यस्तो भिरालो छ। अनि यो अहिले बर्खाको बेला भएर हो, बाटो धेरै बिग्रिन्छ। अनि यो माइखोलाको बाटो त जहिले पनि बिग्रिरहेको हुन्छ बर्खाको बेला भएपछि। अनि हेर्नु न, पुल पनि यस्तो हिलो भएको छ है। अनि यसरी यो गाडी हिँडेको यसमा हिँड्दाखेरि चाहिँ अलिकति हुन्छ, हिलो हुँदैन भनेर यता हिँडेर पिन सुर्काएर हिँड्नुपर्छ। अनि यहाँ चाहिँ भिडियो लिनु अप्ठ्यारो भएकोले गर्दा अनि पारि पुगेर पनि फेरि गाडी त अझ माथि छ भन्यो। अनि फेरि माथि हिँडेर जानुपर्ने भयो। हेर्नुहोस् न, सबैतिर बाटो बिग्रेछ। यो पनि झापा जाने बाटो बिग्रिएर यस्तो भएको छ। अहिले त बर्खा लागेसँगै त सबैतिर बाटो बिग्रिरहेछ। अनि यो बाटोमा जाँदा लिएको भिडियो राम्रो भ्यू देखेर लिएको हो। त्यहाँदेखि यसरी नै हामी झापातर्फ लाग्यौँ। अनि झापा पुगेर पनि पानी पर्यो। अनि पानी परेर छाता ओढेर हिँडाइ हुँदैछ। नभन्दै फर्किने बेला पनि भयो, त्यही बाटो फेरि उकालो हिँडाइ। ल है साथीहरू, आजको भिडियो यति नै।